हामी 2082मा त्रिभुवन युनिभर्सिटीको बिबिएस को बिजनेस स्ट्याटिक्समा सोधेको क्वेसन 15 मार्क्सको क्वेसन सोधेको हामीसँग एज अ सोलुसन हेर्दैछौँ, जसमा हेर्नुहोला द फ्लोइङ टेबल सो द हामीसँग इन्कम एन्ड एक्सपेन्डिचर्स अफ द पिपुल भनेर इन्कम 1000मा दिएको छ र एक्सपेन्डिचर्स पनि 1000मा दिएको छ। यो टेबलमा तपाईँले हेर्न सक्नुहुन्छ र यसले निकाल्नु पर्ने छ क्यालकुलेट अफ द क्यालिफियर्सन्स कोरिलेसन कोफिसिएन्ट भन्ने छ। अर्को फाइन्ड आउट द टु रिग्रेसन कोफिसिएन्ट भन्ने छ। अर्को चाहिँ इस्टिमेट द एक्सपेन्डिचर्स अफ पर्सन्स वेन द हियर इन्कम इज आर एस 85,000 भनेर दिएको छ। यो क्वेसन हाम्रो टपिक हो कोरिलेसन रिग्रेसनबाट सोधेको टपिकबाट सोधेको क्वेसन हो। अब तपाईँले सुरुको इन्कमलाई हामीले जहिले पनि हामीसँग एक्स मान्छौँ। आरएस हामीसँग 1000 तो लेखेकै छ, तपाईँले यहाँ देख्न सक्नुहुन्छ र एक्सपेन्डिचर्स आरएस हामीसँग 1000 नै छ, यसलाई वाइ मान्नुहुन्छ। त्यसैले एक्स र वाइ लेट गरिसकेपछि यो क्यालकुलेसन टेबल बनाउनु पर्ने हुन्छ। यो टेबल बनाउँदा तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यो डाइरेक्ट मेथड गरेको छु, जसमा एक्सको भ्यालु र वाईको भ्यालु हामीलाई दिएको हुन्छ। तपाईँलाई भनेको है इन्कमको भ्यालुलाई एक्स मान्नु भएको, त्यसैले यो सिम्बल मात्र लेखेको एक्स लेखेको छौँ र अर्को वाई लेखेको छु। एक्समा अब हामीले निकाल्नु पर्ने के हो भन्नु होला भने एक्सको एक्स स्क्वायर निकाल्नु पर्यो, वाईको वाई स्क्वायर निकाल्नु पर्यो र एक्स र वाईलाई मल्टिप्लिकेसन गर्नु पर्यो, जसमा हामीले एक्स स्क्वायर भनेको यो 100को स्क्वायर भनेको हामीसँग 10,000 हो। अब 80को स्क्वायर हेर्नुहोस् त 6,400 हो। यसरी एक्सको पनि गर्नुहुन्छ, वाईको 80को स्क्वायर गर्नुहुन्छ 6,400 हो। यसरी एक्सवाई भनेको चाहिँ 100 इन्टु 80 गरेर हामीसँग चाहिँ यो 8,000 भएको हो। यसैले तपाईँले क्यालकुलेसन गर्नुहुन्छ। क्यालकुलेसन गरिसकेपछि समेसन एक्स इज इक्वल टु हामीसँग 690 आएको छ। समेसन वाई भनेको यो वाईको भ्यालुलाई जोड्नु भएको छ 460 आएको छ। एक्स स्क्वायर भनेको एक्स स्क्वायरको टोटललाई सम गर्नु भएको छ वा जोड्नु भएको छ, यति आएको छ 52,650 आएको छ। वाई स्क्वायर पनि त्यही हो, हामीसँग वाई स्क्वायरको सम गर्नु भएको छ 23,750 आएको छ। र एक्सवाई भनेको चाहिँ हामीसँग 34,800 आएको छ हो। हामीलाई क्यालकुलेसन सुरुमा क्वेसनले के भनेको छ त 1 नम्बरको क्वेसनले हामीसँग क्यालकुलेट कार्ल पियर्सन्स कोरिलेसन कोफिसिएन्ट भनेको छ, जसमा हामीलाई डाइरेक्ट फर्मुला हामीसँग युज गर्दा हामीलाई थाहा छ आर इज इक्वल टु एन समेसन एक्स वाई माइनस समेसन एक्स इन्टु समेसन वाई बाई रुट अन्डर एन इन्टु समेसन एक्स स्क्वायर माइनस समेसन एक्सको होल स्क्वायर रुट अन्डर एन इन्टु समेसन वाई स्क्वायर माइनस समेसन वाईको होल स्क्वायर हो। अब जसमा हामीले एक्स वाई र हामीसँग एक्स स्क्वायर वाई स्क्वायर र एक्स वाईको भ्यालु हामीले टेबलबाट निकालिसकेकै छौँ, तपाईँलाई थाहा छ। त्यो टेबलबाट निकालिसकेपछि अब एनको भ्यालु कति भन्नु होला। एनको भ्यालु यो एक्स सिरिज र वाई सिरिज हामीसँग इक्वल्स हुन्छ, जसमा हामीसँग कतिवटा नम्बरहरू छन्। यहाँ चाहिँ 10वटा नम्बरहरू छन्, त्यसैले 10 भएको हो। त्यसैले अब 11 हुन सक्छन्, 9 हुन सक्छ। यहाँ जतिवटा नम्बरहरू हुन्छन् सिरिजमा, त्यही सिरिज हामीसँग कन्डिसनमा चाहिँ हामीले एनको भ्यालु हेर्छौँ। त्यसैले यो फर्मुलामा राख्दा हामीसँग 10 एनको भ्यालु 10 समेसन एक्स वाई भनेको 34,800 माइनस हामीसँग समेसन एक्स भनेको 6,090 इन्टु हामी समेसन वाई भनेको 460 अनि हामीसँग डिभाइडेड बाई रुट अन्डर एन भनेको हामीसँग 10 भइगयो। अनि एक्स स्क्वायरको भ्यालु यहाँ राखेको देख्नुभयो र वाइ एक्सको होल स्क्वायर भनेको एक्स भनेको 690को स्क्वायर गर्नुभयो। यसरी वाईको पनि सेम प्रोसेसमा राख्नुभयो। यो राख्दा हामीसँग 0.846 भन्छ, यो पोजिटिभ कोरिलेसन हो। हाई पोजिटिभ कोरिलेसन भन्छौँ। अझ हामीसँग त्यो क्यालकुलेसनलाई हेर्दाखेरि तर अब हामीले प्रायः चाहिँ यसलाई चाहिँ यहाँ प्लस आएकोले पोजिटिभ कोरिलेसन मात्रै भन्छौँ। अब सेकेन्ड बी नम्बरमा क्वेसनले के भनेको छ त भन्नु होला भने टु रिग्रेसन कोफिसिएन्ट भनेको छ। रिग्रेसन कोफिसिएन्ट
भन्नु, कोरिलेसन कोफिसियन्ट भन्नु फरक कुरा हो। तपाईँले ख्याल गर्नु होला, कोरिलेसन कोफिसियन्ट भन्यो भने आर को भ्यालु निकाल्नु हो, र रिग्रेसन कोफिसियन्ट भन्नु भने हामीसँग दुईवटा रिग्रेसन कोफिसियन्ट छन्। एउटा y1x निकाल्नु पर्ने हुन्छ, byx निकाल्नु पर्ने हुन्छ, अर्को चाहिँ हामीसँग x1y भन्ने छ। त्यसैले हामीसँग टु रिग्रेसन कोफिसियन्टमा रिग्रेसन कोफिसियन्ट y1x भन्छौँ। y1x को फर्मुला भनेको हामीसँग byx निकाल्ने फर्मुला त के हो त भन्नु होला भने यही छ। byx निकाल्ने फर्मुला हेर्नुहोस् त, n इन्टु समेसन xy माइनस समेसन x इन्टु समेसन y बाई n इन्टु समेसन एक्स स्क्वायर समेसन x को होल स्क्वायर। यो कण्ठ गर्न पनि सजिलो छ। byx भएकोले माथि चाहिँ अहिले हामीले हेर्न सक्छौँ x1 y मा पनि माथिल्लो भ्यालु चाहिँ हामीसँग माथिल्लो कन्डिसन चाहिँ सेम हुन्छ, तल चाहिँ पछाडि x भएकोले तल एक्स स्क्वायर अनि x को होल स्क्वायर हुन्छ। त्यसैले हामीसँग यो फर्मुलालाई हेर्दा 10 इन्टु हामीसँग XY को तल 34,800 माइनस हामीसँग समेसन एक्स भनेको 690, समेसन वाइ भनेको 460 डिभाइडेड बाई एन भनेको 10, अनि हामीसँग समेसन एक्स स्क्वायर भनेको 52,650 माइनस समेसन एक्सको होल स्क्वायर 690 को होल स्क्वायर हो। यसलाई सोलुसन गर्नुभयो, यसको बिवाइएक्सको भ्यालु चाहिँ 0.607 आएको छ। त्यसैले हामीसँग बिवाइएक्स यसरी निकाल्न सकिन्छ। सेम तपाईँलाई टु रिग्रेसन कोफिसियन्ट भनेपछि एउटा बिवाइएक्स पनि निकाल्नु पर्यो र बिएक्सवाई पनि निकाल्नु पर्यो। त्यसले रिग्रेसन कोफिसियन्ट अफ x1 y भनेको बिएक्सवाई भनेको चाहिँ n इन्टु समेसन एक्सवाई माइनस समेसन एक्स इन्टु समेसन वाइ हो, बाई हामीसँग n इन्टु समेसन वाइ स्क्वायर माइनस समेसन वाइ को होल स्क्वायर हो। किनकि पछाडि बिएक्सवाई भने वाइ भएकोले डिभाइडेडमा चाहिँ वाइ को कन्डिसन हुन्छ, तपाईँले थाहा पाइहाल्नुभयो। यसलाई पनि त्यही भ्यालुहरू राख्नुभयो, माथिको कन्डिसन चाहिँ त्यही हामीसँग चाहिँ वाइएक्सको र एक्सवाईको माथिल्लो चाहिँ सेम हुन्छ, तल चाहिँ वाइ स्क्वायर भनेको वाइको एक्सवाई हुँदा वाइको वाइएक्स हुँदा एक्सको कन्डिसन राख्ने हो। त्यसैले 10 इन्टु युएसमा चाहिँ 23,750 माइनस 460 को स्क्वायर गर्नुभयो र यसलाई सोलुसन गर्नुभयो 1.18 आयो हो। हामीलाई टु रिग्रेसन कोफिसियन्ट भन्यो भने यसरी निकाल्नुपर्छ है भन्ने थाहा हुनु पर्यो। अर्को हामीलाई सी नम्बरमा इन्कमको भ्यालु एक्सको भ्यालु चाहिँ तपाईँलाई आरएस 85 दिएको छ र हामीसँग एक्सपेन्डिचर्स वाइ निकाल्नु पर्ने छ भन्यो भने यतिखेर रिग्रेसन लाइन थाहा पाउनुपर्छ। जतिखेर एक्सको भ्यालु दियो र वाइको भ्यालु दियो भने रिग्रेसन लाइन वा इक्वेसन चाहिँ हामीसँग y1x हुन्छ। र y1x हुँदा हामीलाई फर्मुला के थाहा हुनु पर्यो भने y माइनस वाइ बार इजिकल टु बिवाइएक्स अनि एक्स माइनस एक्स बारबाट मात्रै त्यसको लाइन निकाल्न सकिन्छ वा हामीसँग इक्वेसन निकाल्न सकिन्छ। त्यो निकाल्न हामीसँग एक्स बार चाहिन्छ। एक्स बार भनेको समेसन एक्स बाई एन हो। तपाईँलाई समेसन एक्स अगाडिको टेबलमा हामीले थाहा पाइसकेको छौँ, 690/10 हो, त्यसमा 69 हो। समेसन वाइ भनेको 460 बाई हामीसँग 10 हो, त्यसमा 46 हो। अब रिग्रेसन लाइनको फर्मुला युज गरिसकेपछि वाइ माइनस वाइ बार इजिकल टु बिवाइएक्स एक्स माइनस एक्स बार गरिसकेपछि वाइ माइनस वाइ बार भनेको 46 भयो, अनि बिवाइएक्सको भ्यालु हामीले अघि निकालेको छौँ 0.607 हो, अनि एक्स माइनस एक्स बार भनेको 69 हो। अब यसलाई हामीसँग वाइ माइनस 46 अनि इजिकल टु यो 0.607ले यो दुइटैसँग मल्टिप्लिकेसन हुन्छ, एक्ससँग मल्टिप्लिकेसन गर्दा 0.607 एक्स भयो, अनि 0.607ले 69सँग मल्टिप्लिकेसन हुन्छ, यसको अगाडि प्लस यसको अगाडि माइनस, त्यसैले माइनस भयो, त्यसैले 41.883 आयो। अब यो यसमा वाइ मात्रै राख्नुपर्ने भएकोले हामीसँग 0.607 एक्स अनि यो माइनस 41.883 अनि प्लस यो माइनसलाई इजिकल टु भन्दा पछाडि लाँदा अर्कोतिर लाँदा प्लस हुन्छ, माइनस छ भने प्लस हुन्छ, प्लस छ भने के हुन्छ माइनस हुन्छ। र यसमा वाइ इजिकल टु यो 0.607 एक्स त जस्ता जस्तै भयो, तर हामीसँग माइनस 41.883 प्लस 46 भनेको 46 को अगाडि ठुलोको अगाडि प्लस चिन्ह, त्यसैले प्लस, तर प्लस र माइनस चाहिँ हामीसँग सब्ट्र्याक्ट नै हुन्छ, घट्छ नि, त्यसैले 4.117 भयो।
अब यो इक्वेसन आइसकेपछि रिग्रेसन लाइन मात्रै निकाल भनेको भए यति हुन्थ्यो। तर हामीसँग इन्कमको भ्यालु एक्सको भ्यालु दिएको छ, कुन लाइनमा पुट गर्ने भन्ने हो। त्यतिखेर एक्सको भ्यालु दियो भने वाइ वान एक्स लाइनमा पुट गर्नुपर्ने भएकोले 85 भयो। 85 हामीसँग वाइ इजिकल टु 0, यो एक्सको ठाउँमा 85 राख्नुभयो। र 85 राख्दा हामीसँग चाहिँ 0.607 छ, इन्टु एक्सको ठाउँमा 85 प्लस हामीसँग 4.117 भयो। र यसलाई सोलुसन गर्दा, यसलाई इन्टु गर्नुभयो, सोलुसन गर्दा हामीसँग 55.712 आयो। यसलाई हामीले के लेख्न सक्छौँ भने 56 लेख्न सक्छौँ। जुन कन्डिसन हामीसँग टेबल 1000मा भएकोले यहाँ 1000 लेख्न सकियो। इन्टु तपाईँले 1000लाई मल्टिप्लिकेसन पनि गर्न सक्नुहुन्छ। मल्टिप्लिकेसन गर्नुभयो भने पनि इन्टु 1000 हुन्छ। त्यसैले यो चाहिँ हामीसँग यो तिनवटा कुरा निकाल्नु भनेको छ क्वेसनले। र यो क्वेसन हामीसँग 15 मार्क्समा सोधेको थियो। त्यसले तपाईँलाई यो उपयोगी हुन्छ भन्ने मलाई लागेको छ। धन्यवाद।